Hello guys, welcome back to my YouTube channel Anju's Diary. म यहाँ सन्चै छु। आई होप हजुरहरू पनि त्यहाँ सन्चै हुनुहुन्छ होला। नेपालगञ्जमा निकै जाडो बढिसकेको छ हैन। त्यही भएर मैले आज टेस्टी यम्मी मसरुम मटर करीको रेसिपी लिएर आएकी छु हैन। बेलुका भइसक्यो हैन, अब खाना पकाउन जानु पर्यो भनेर म चाहिँ आफ्नो रुमबाट निस्के। बेलुका यहाँ अँध्यारो छिट्टै भइहाल्छ क्या। हेर्नु म खाना पकाउन जान्छु 15 मिनेटपछि ठ्याक्क अँध्यारो भइसक्छ। अनि म चाहिँ आफ्नो यहाँ किचन इन्टर गर्दै थिएँ हैन। अनि हल्का यसो मोबाइलमा हजुरलाई पनि फेरि हाई भन्दै थिएँ म। अनि त्यही सोचिरहेको थिएँ अब चाहिँ पकाउनु पर्यो, अब स्टार्ट गरौँ भनेर हैन। अनि त्यही हो। अब ल हेरौँ है त हामीलाई मसरुम करीको लागि के चाहिन्छ। सुरुमा त मसरुमै चाहियो हैन। मैले यो मसरुम पहिले नै बोइल गरेर काटेर राखेकी छु। त्यसपछि चाहियो मटर। आजभोलि मटरको टेस्टै छुट्टै हुन्छ कि। अनि त्यसपछि स्पेसल टमाटर। अनि त्यसपछि मैले चाहिँ यो अदुवा लसुन प्याज जिरा सबै कुटेर राखेकी छु हैन। अनि यो चाहिँ धनियाँ, मेरो स्पेसल बारीको धनियाँ हो यो चाहिँ हैन। यसको टेस्टै हैन स्मेलै छुट्टै हुन्छ के। अनि अब चाहिँ स्टार्ट गर्न गइरहेको छु मैले। मसरुममा चाहिँ म प्याज पनि कुटेरै हाल्छु। हजुरहरू त्यो चाहिँ अप्सनल हो, हजुरले यतिकै पनि हाल्न सक्नुहुन्छ। कराही चाहिँ मैले बसालिसकेँ हैन। मजाले तात्यो मलाई, मजाले कराही तातिसकेपछि हैन तेल हाल्नु होला हैन। अनि अब कसैले जिरा खानुहुन्छ भने सुकेको खुर्सानी हाल्नुहुन्छ भने हाल्न सक्नुहुन्छ, त्यो चाहिँ अप्सनल हो। म चाहिँ जिरा खाँदिनँ, त्यही भएर म जिरा हाल्दिनँ। अनि त्यही भएर मजाले तेल पनि तात्तिन दिनु। अनि त्यसपछि हरियो खुर्सानी हाल्नु होइन। हजुर कति खानुहुन्छ, हाम्रो घरमा चाहिँ यति पिरो खाँदिनँ त्यही भएर म थोरै हालेँ। त्यसपछि मसरुम हाल्नु। मसरुमलाई मजाले भुट्नु 4-5 मिनट होइन। हल्का रातो रातो हुन दिनु होइन। मजाले भुटिसक्दापछि फुल हिटमा भुट्नु होला होइन, किनभने पाकेकै हुन्छ नि त। त्यही भएर यसलाई सानो हिट गरेर मजाले बिस्तारै पकाउनु पर्दैन। अनि स्वादअनुसार नुन र बेसार हाल्नु, एड गर्नु हजुरको क्वान्टिटी अनुसार होइन। मैले चाहिँ बेसार पनि एड गरेँ। अनि अब मजाले यसलाई चलाउनु, मजाले यसलाई भुट्नु के पुरा रातो हुने गरेर। छोपी बनाउँदा नि भयो, नत्र यत्तिकै म चाहिँ यत्तिकै पकाउँछु होइन। अब के नपाक्दा पो छोपी पकाउनु त यो त्यत्तिकै पाकेकै हुन्छ। त्यही भएर मजाले यसलाई फुल हिटमा मजाले भुट्नु होइन केही बेरसम्म। यसमा तेल चाहिँ मजाले हाल्नु होला, जति तेल हाल्नुहुन्छ त्यति टेस्टी हुन्छ कि। हामी त बढी खान्छौँ तेल, त्यही भएर बढी नै युज गर्छु। त्यसपछि हाल्नु स्पेसल मटर एड गर्नु। त्यसपछि हल्का त्यो मसरुम भुटिसकेपछि अनि त्यसपछि एड गरेपछि फेरि मजाले यसलाई भुट्नु होला। अनि भुट्दै गर्दा चाहिँ म चाहिँ यसो क्यामेरामा हेरेर खुसी हुँदै थिएँ एक्लै बोर लागिरहेको थियो होइन। अनि त्यसपछि यसरी मजाले भुटिँदैछ होइन, मजाले भुटिसक्यो होइन। यो हेर्नु त्यो मजाले तेल देखिनु पर्यो कि। अनि त्यही भएर मजाले मासु जस्तै गरेर मजाले बढी तेल हालेर मजाले भुट्नुपर्छ। रातो हुने गरी भुट्नु क्या यसलाई। अनि मजाले भुटिसकेपछि रातो भएपछि यसमा चाहिँ अघि हामीले कुटेको होइन पिनेको मसला एड गरिदिनु। त्यही अदुवा लसुन प्याज जिरा सबै मैले मिक्स गरेर मिक्सरमा ग्राइन्ड गरिदिएको थिएँ, त्यही हो यो। कसैले यतिकै प्याज एड गर्छ होइन तेलमै, म चाहिँ ग्राइन्ड गरेर हाल्छु। मलाई चाहिँ टेस्टी लाग्छ क्या, फेरि पनि ट्राई गर्नु मिठो हुन्छ। अनि टमाटर चाहिँ मजाले होइन बिचमा गरेर हाल्नु क्या। अनि माथिबाट यो जे हजुरको जे सब्जी हुन्छ माथिबाट छोपिदिनु कि, यसरी मजाले पाक्छ। अनि तरकारीमा टेस्ट आउँछ, फ्लेभर आउँछ। हेर्न सक्नुहुन्छ होइन कस्तो मजाले पाकिरहेछ। मजाले पकाउनु। अनि त्यसपछि मजाले पाकिरहेछ, हेर्न सक्नुहुन्छ। टमाटर एड गरेपछि कस्तो राम्रो देखिरहेछ होइन, कलर कति राम्रो आउँदो रहेछ। मान्छेहरूले कलरको लागि कस्मेटिक मिर्च युज गर्छ क्या, म चाहिँ त्यो चाहिँ गर्दिनँ। हल्का टेस्टको लागि यो माथिबाट मिट मसला एड गरिदिन्छु। मिट मसला चाहिँ भन्दा नि घरमै चिकन मसला थियो, मैले चाहिँ त्यही एड गरिदिएँ।
हामीले त्यो मसला त हाल्दैनौँ, त्यही भएर मैले थोरै एड गरेँ। हजुरहरूलाई बढी मसला भएको मनपर्छ भने अलिक बढी एड गर्नु होला, आफ्नो स्वाद अनुसार होइन कस्तो खानुहुन्छ। अनि मजाले यो भुट्ने होइन, मजाले त्यो मसलाहरू पाक्नु पऱ्यो कि त्यो लसुनहरूको गन्ध आउनु भएन। अनि हल्का त्यसपछि मजाले पाकिसकेपछि माथिबाट हजुरलाई कतिको ग्रेभी चाहियो होइन, अनि ग्रेभी हालिदिनु हल्का होइन। हामी चाहिँ यतिको खान्छौँ होइन, रोटीसँग खाने हो बेलुका त, त्यही भएर हल्का त ग्रेभी हाल्नु पऱ्यो। जबसम्म यो उम्लिरहेछ होइन, पाक्दै गर्छ, तबसम्म सोचिरहेको थिएँ हल्का पिठो मुसिहालौँ भनेर, त्यसमा पनि टाइम लाग्छ। मैले चाहिँ जहिले पिठो मुस्दाखेरि एउटा हातले मात्रै मुस्छु कि, तर मान्छेहरूलाई देखिरहेको हुन्छ अरूहरूलाई दुईवटा हात युज गर्छन्, म चाहिँ एउटैले गर्छु क्या, मलाई एउटैले सजिलो लाग्छ। एउटा हातले चाहिँ क्यामेरा, एउटा हातले चाहिँ पिठो मुसिरहेको छु कि, त्यस्तै हुन्छ मलाई। मलाई एउटै हातले सजिलो लाग्छ, घरिघरि हल्दिन्छ नि। मजाले पिठो पनि मुसिसकेँ मैले होइन। अनि एक साइडमा मजाले मेरो तरकारी पाकिरहेछ होइन, पाकिसक्यो हेर्नु सक्नुहुन्छ। यतिको ग्रेभी राखेको छु मैले होइन, मजाले पकाएर। अनि अब पाकिसकेपछि माथिबाट हल्का धनिया छर्किदिनु, घरकै धनिया स्पेसल भयो भने झन् राम्रो। हाम्रो चाहिँ बारीको धनिया हो होइन, टेस्टी हुन्छ यो लोकल धनियामा। पाकिसकेर माथिबाट एड गरिदिनु कि यसले झन् टेस्ट बढाउँछ। अब तरकारी पाकिसक्यो होइन, अब यो सर्भ गर्नको लागि रेडी छ। हजुरहरूले पनि यसरी पकाउन सक्नुहुन्छ होइन। हजुरहरूलाई पनि मसरुम र मटरको सब्जी या करी खानु मन छ भने यसरी पकाउनु होला। अब चाहिँ म रोटी पकाउनुतिर लागेँ। रोटी पकाउनु त अब दुवै हात चाहिन्छ होइन, मजाले मैले बेलेँ होइन, बेलिसकेपछि अब पकाउँदैछु। हामी चाहिँ धेरै जसो प्रायः जसो भनौँ न, प्रायः जसो राति बेलुका चाहिँ रोटी नै पकाउँछौँ। मजाले फुलाएर बनाउँछ। दिदी कहिले काहीँ बनाउनुहुन्छ, कहिले म चाहिँ बनाउँछु होइन। अहिले चाहिँ मेरै पालो थियो, मैले बनाइदिएको। त्यही गर्दा यो मेरो लास्ट रोटी हो, त्यो पनि पकाइसकेँ होइन, मजाले रोटी पकाइसकेँ होइन। हामी सुरुको रोटी मात्रै ग्यासमा सेक्छौँ, त्यसपछि अर्को रोटीले होइन मजाले सेक्यो होइन। अनि यसमा राखिसकेँ, तातो रोटी हस्को ग्यासमा राखेँ, त्यसपछि म खानातिर लागेँ। आजको लागि यति।